हेलो गाइज गुड मर्निङ है अब आजको स्टार्टिङ चाहिँ तातो पानी अनि यसै पछाडि चाहिँ हिमाल केटाहरूसँग छ एकदम हिमाल छ नि इमेजिन क्या जस्ट इमेजिन क्या जो गरे पछाडि चाहिँ हिमाल होइन ब्रोले भने जस्तो हिमाल चाहिँ छैन तर खोला चाहिँ छ है खोला छ यहाँ टाढा टाढा खोलेको ला है छ एकदम एकदम हाम्रो यहाँ किन बोले फेरि बेसी हैन ल भाइ बेसी हैन जिग्री के छ के भन्नु छ हिजो गोरीले थराएको छ जिग्री के छ हिजो रातिको बेला चाहिँ के भन्छ हिजो गोरीले थराएको छ तर म झुकेर गोरीको छिरे त्यसलाई उपर रिसिरहेछ त्यसको एक्सप्रेसन चाहिँ फेरि हेर्नु लागेकै अनि जिग्री हाम्रो पछाडि हाम्रो हल्ला नि धेरै हो नि त कुटला जस्तो त हाम्रो हल्ला नि धेरै यो हैन ए अर्को हो फ्रेन्च पो हो त अर्को फ्रेन्च सफ्टवेयर इन्जिनियर भने त अनि त्यसले चाहिँ अति वाक भएछ झन्डै कुट्यो त्यसले अनि गएछ त त्यो त छैन त के छ ब्रो के छ के बोल्नु छ ठिक छ गाडी के छ गाडी चाहिँ फाके छ हैन के छ त अब रातभरि रमाइलो सुत्यो पिसीसँग रमाइलो सुत्यो पिसीलाई दुःख दिएको तातो पानी पनि यहाँसम्म मात्रै फ्री अरे अब यहाँदेखि मास्तिर जति चढ्दै जान्छौँ तातो पानी पनि अब किन्नुपर्छ अरे तनाव छ यहाँदेखि मास्तिर पुरै तनाव छ यहाँ ठाउँ चाहिँ यो चाहिँ जस्ट स्टार्टिङ मात्रै हो त्यही भएर यहाँको चिसो चाहिँ त्यति साह्रो केही पनि होइन भन्दैछ तर हामीलाई यहीँ चिसो लागिसक्यो यहाँ जिग्रीले चाहिँ क्यारिकेचर गर्दैछ होइन हामीले हल्ला नि ओपर हल्ला गऱ्यौँ नि दाइजन ओभर सुत्नु त्यो उयो लाएर खै के आँखामा के लाएर यस्तो सुतिरहेको दुईजना तिमीहरूले ओगटेर सुतेछौ कि यसलाई कहाँ सुत्छ मेरोमा आएर सुत्यो त्यो मेरो सुत्यो भन्दा त नि ओ के त केटाहरूले दुःख दिएर यहाँ रुम पार्टनर छ यहीँ 1 2 3 रुगा पनि लागिरहेको छ थाहै भएन है आजकै दिनमा त ठिकै छ अलिक स्थिति यस्तो छ नि त यतिको ठिकै म्याक कफीले चाहिँ एकदम साथी दिइरहेछ साह्रो हो भाइ फर्स्ट टाइम हो त म्याक कफी खाएको मजा पनि खाएको हैन भरे झ्यालवाला झ्याल खुला गरेर सुत्नु पर्छ सुताइ कस्तो भयो ब्रो गाडो भयो मेरो ब्रो चाहिँ ओभर टेन्सनमा छ पुरै डिप थिङ्किङमा छ सोचाइमा यहाँको कुकुर चाहिँ ओभर भुक्क हुन्छ बस्थे के मोइस्चराइज आज त भाइ लोड कम होला नि होइन ब्यागै भारी छ उसको उसो देखिन्छ हौ प्याराग्लाइडिङ गर्नु गएको जस्तो देखिन्छ आत्तो भएर क्या त्यो बोरा त अनि फुल भयो त नि हाम्रो त कटेन त अर्को ओर ह्यान्डसम थोप्राले तातो पानी हाल्छ त्यहाँ त लुगा छ नि यति यहाँ चाहिँ यस्तो हुन्छ है खाजा ट्याक्क यो चाहिँ के अरे फ्राई गरेको आलु अरे यो चाहिँ यहाँको स्पेसल गुरुङ ब्रेड अनि यो त अब अन्डा भयो नि चिया एक मान्ने अन्डा मान्ने डिम्मा रोटीको पोथीको ल गाइज अब हिँड्नु रेडी हामी मेरो गेटअप चाहिँ यति नै अब यत्तिकै हिँड्दिने आज ठिक छ भाइ कटिङ हुन्छ अलिअलि यहाँ आँट्छ नि तिनजना किन म किन सुत्नु तिमीहरू
यहाँ चाहिँ हाम्रो हुका मास्टर है अब जुत्ता लाउने अनि यतिकै हिँड्ने अब माथिबाट हिँड्न लाउँछु म चाहिँ झन्डै तर यहाँ चाहिँ आज सामान चाहिँ आज हलुका भयो अलिकति यहाँ हामी यो बास बसेको ठाउँमै लुगाहरू छोड्न आँटेको त्यही भएर अलिकति ब्याग चाहिँ हलुका भयो अब हाम्रो यात्रामा चाहिँ अलिकति सजिलो हुने भयो केटाहरू सबैजनाले छोडेको छ आमासँग छोडो अरू सबैजना केटाहरूले छोडिरहेछ अब मेरो त धेरै हल्का भइरहेछ न्यानो लुगाहरू लिएर जान है मैले भने जसरी डबल यति भयो नि प्रटेक्ट पाल्छ जुगाड भयो गाइज माथिको लागि मोडलको फोटोग्राफी हुँदैछ यहाँ चाहिँ ल किन को पिटु एबिसी को आम्मा एबिसी को यस्तो भनेर देखा न राकेश गुरुङको ए तपाईलाई कुकुर देखाउनु पर्ने थियो ल हुन्छ आन्टी ल दिदी ल दाइ लाग्यौँ ल ठीक है ल अब बाटोमा भेटौँ गाइस यहाँ चाहिँ हाम्रो हिमाल देखिन सुरु भइसक्यो अब यतिको चाहिँ हिमालको टुप्पोमा पुग्ने हामी चाहिँ अब ल भिडियो गर्दैछु त ल यो हो क्या मेन चाहिँ गाह्रो चाहिँ हिँडाइमा यो यसरी सिडी चढ्नुपर्छ झ्याउ सिडी चढ्नु जस्तो झ्याउ चाहिँ के पनि होइन तर अब करले भयो भने हिँड्नै पर्यो हामीलाई साथी दिएको अरे यसले चाहिँ खै कुकुर पाल्ने चाहिँ ठुलो रहर छ तर अहिले चाहिँ नपाल्ने अहिले आफ्नै टुङ्गो छैन कुकुरलाई के स्याहार्नु सक्थ्यो होला ओइ हिँड सक्यो यसको स्टप यहाँ पछाडि चाहिँ हाम्रो यो येल्लो लाउने ब्रो चाहिँ रोग लागेर फाँक घाँटीले अनि उसलाई साथ दिँदै गरेको चाहिँ हाम्रो ग्रुपको सबभन्दा युवा केटा गाइस छोमरुङको मेन बस्ती चाहिँ यहाँ रहेछ क्या टक्क यो चाहिँ पुरै एकदमै धेरै लजहरू अब स्कुलहरू रहेछ ल एबिसीको चेकपोस्ट पनि हामीले पार गरेर अहिले तलतिर झर्दैछौँ ल ल बाठ्यो भएछ ल बाठ्यो भएछ ल सोलु खुम्बो यतै पर्छ खाइदे एकदम है नेचुरल हो यो त हाम्रो ल बाठ्यो भएछ ल अल द वे फ्रम सगरमाथा है हाम्रो भ्लग चाहिँ भाइरल हुनुपर्छ है नमस्ते ल जुन बिस्तारै हामी पठाउने होला दुईजनालाई
त्यहीँ छ पहाड हिमाल त्यहीँ छ कता बाई ल गाइज अब हामी चाहिँ अहिले अप्पर सिनुवामा एकछिन आराम गरेको केटाहरू यहाँ पर्खिरहेको छ पछाडि अझै आउनु बाँकी नै छ 4 जना छुम्डुङबाट यसरी आयौँ यताबाट ट्याक्क यहाँ आयौँ अनि हामी यहाँ अप्पर सिनुवामा पर्खिरहेछौँ अप्पर सिनुवादेखि ब्याम्बुसम्म हिँडेर ब्याम्बुमा खाना खाने ब्याम्बुदेखि फेरि हाम्रो यात्रा सुरु हुन्छ सिधै यहाँ गएर आज देउरालीमा बस्नुपर्ने अरे टाइगर हो त टाइगर अब त ऊ मेन डान्सर त अनि सलाक्क भएर ढलिरहेछ नि अगाडिको लिडर मैले भन्थे नि दाइ अन्नपूर्ण यहीँ छ नि होइन तर यस्तो घुमेर हो क्या अनि कहाँ अनि यसरी जानु थाल्यो भने त मान्छे मरिहाल्छ नि खै एकजना त खै यो गाइड बाटो चाहिँ हामी यस्तो छ अहिले चाहिँ उकालो सकेर सिधा बाटो बिस्तारै 1300 बाटो सिधा बिस्तारै हिँड्दैछौँ स्पिकर ल्याउनु दियो तपाईँलाई स्पिकर ल्याउनु दियो नि ल ठिकै छ ठिकै छ ल गाइस बल्ल बल्ल हाम्रो खाना खाने ठाउँ आइपुग्यौँ ब्याम्बो केटा रज्जै ल केटा रज्जै हिँडिन्छ हाम्रो साथ पूर्ण राई पनि छ यहाँ पूर्ण राई पूर्ण लिम्बू हो नि पूर्ण लिम्बू कालो चिल्लो गाडी ल अब खाना कुन भिडियो ठिक छ फुर्बा ठिक छ भाइ जिग्री के छ अब हामी कति घन्टा रेस्ट यहाँ अब खाना खाएर आधा घन्टा जस्तो रेस्ट यहाँ अब टक्क तातो चिया खाने अब यो तातो चिया विथ जिन्जर केटाहरू फेरि यहाँ तास खेल्न थालिसक्यो मजाको क्या अहिले भर्खर जाने अगाडिको ल अब हामी ब्याम्बुबाट निक्ल्यौँ भर्खरै अब हाम्रो नेक्स्ट स्टप चाहिँ सिधै हिमालय हुँदै दोभानदेखि हिमालय हुँदै कुन ठाउँ हो देउराली पुग्छौँ आज अनि देउरालीमै आज बास बस्छौँ अनि त्यहाँबाट चाहिँ भोलि हामी एमबिसी होला एमबिसीतिर लाग्छौँ Let's go. Jom. So finally हामी दोभान आइपुग्यौँ झन्डै ब्याम्बुबाट 1 घन्टा हिँडेपछि चाहिँ दोभान आइपुग्यौँ अब चिसो लागिसक्यो अब यहाँबाट दोभान हुँदै अब हिमालय पुग्छौँ अनि हिमालयमा अब
टाइम भयो भनेपछि बस्ने नभए त्यहाँबाट ननस्टप हिँडेर सिधै उता देउराली नै पुग्छौँ होला। अनि आजको बास चाहिँ त्यहीँ देउराली नै। जाडो बिस्तारै बढ्दैछ, गाह्रो छ। रुगा खोकी लाग्ला जस्तो भइसक्यो। यहाँ मेरो ब्रोलाई चाहिँ लागि नै सक्यो रुगा खोकी हो। मैले भने त रुगा खोकी नै, तर रमाइलो भइरहेछ ब्रो। निको भयो बिहानको भन्दा त। हाम्रो पूर्ण लिम्बू चाहिँ भर्खर आइपुग्नु भयो दोभान। पछाडि चाहिँ हाम्रो को भन्नु हो जोन चामलिङ। यतिको भ्यू चाहिँ देख्नु पाइँदैन है धरानतिर। भवन मान्छेको हालत चाहिँ यस्तो भइसकेको दम हाल्नु भनेको। हामीलाई थाहा पाइन् तर ओपर हिँड्नु तिमीहरू आज एउटा फोटो खिच्नु पर्छ। जाऊ त खिच्छ तिमीहरूले कि सबैजना खिच्नु न त एउटा एउटा पाँच धुल्यो। ल अब त्यो झर्नाबाट पनि कटेर हामी लाग्दैछौँ मासतिर। यो चाहिँ टक्क घरहरू बनाइदिएको अरे। फेरि अब सिडी आयो खुट्टा फाँक। सिडी आउनु बित्तिकै खुट्टाले नाइ भन्छ। यहाँ चाहिँ हाम्रै ट्रेकरहरू अहिले चाहिँ सिजन भएर ट्रेकरहरूको घुइँ चाहिँ एकदम धेरै हुन्छ। स्यालक्कै ल गाइस माथि भेटौँ। उता हो र फ्रेस यहाँ छ फ्रेस ब्रो। तातो पानीले काम गरिरहेछ अझसम्म। आँखाहरूले यो मन त्यसै कति झुत्काउन देखाएको हो यो। ए पालामा बस्नु बाबु। त्यसै कस्तो गाडा। आजको हाम्रो ट्रेकर नम्बर 1 ट्रेकर नम्बर 1 ट्रेकर नम्बर 2 सरी पोर्टर नम्बर 1 पोर्टर बवाल छ तर पोर्टर नम्बर 3 झोला पनि। पोर्टर नम्बर 3 चाहिँ यता चाहिँ दुईजना चाहिँ पोर्टरहरू। अब त्यो चाहिँ अलिकति बढी भयो। पोर्टर नम्बर 4 त पोर्टर त हो नि भनेको। देखिरहेछ तँलाई के लाग्छ आज? ल थर्मस ओ थर्मस चाहिँ के हो खाएर अहिले ब्याङ्कका ललजय किसनहरू यहाँ हालिदेऊ त। केटाहरूले यहाँ सर्टकट भनेर हिँडाउँदैछ। अब सर्टकट त त्यस्तै हो। घान्द्रुक निस्किन्छ जस्तो छ। जिन्दगी मस्त भइरहेछ। कस्तो हुँदो रहेछ त घरमा सुतिराख्नु र अनि यहाँ यसरी हिँड्नुको फरक? फेरि गफ थियो फेरि आम्मामामामा सर्टकटको यही बानी नराम्रो हो क्या भन्छ। ओहो सर्टकट अरे जाम ट्राफिक जाम।
ट्राफिक जाम भइरहेछ गाइस यहाँ चाहिँ नाइकाला सर्टकट के खालको सर्टकट लाइफ इज लिटल जिन्दगी छोटी है लाइफ इज लिटल जिन्दगी छोटी है ए एकछिन भ्लगमा आउँछ माथि चाहिँ उकालो हुन्छ यहाँ खास भनेपछि यो त सङ उयो मात्र हो ट्रेलर मात्रै भयो यो त मेरो भिडियो खिच्दै हो यस हेलो हेलो धेरै छैन 100 मात्रै छ पा अन्त यो उकालो के उकालो होइन र साँच्ची अघि भन्दै सुनेन काम राम्रो भइरहेछ गाइस यहाँ चाहिँ भर्खरै एकजना मान्छे चाहिँ नसकेर पिकी ब्याग राइडिँदै फर्काउँदै थियो ओह ल उयो होला ऊ परको यहाँ छ हिमालय चाहिँ हिमालय लेखिरहेछ हौ त्यहाँ हो र यिनीहरू त्यत्रो हिमालय त्यहीँ लेखिरहेछ त्यहाँ लेखिरहेछ क्या त्यही हेर त ऊ बा आँखाले देख्दैन हौ के हो यो हिमालय लेखेको छ नि त बा केटाहरू यार देखेर पनि ए ओके थ्याङ्क यू ब्रो ल माथि नै भेटौँ जिग्रीको पनि गोल्ड स्टार मेरो पनि गोल्ड स्टार तर मेरो अलिकति महँगो यसको मेरो भन्दा धेरै सस्तो छ ट्रेकिङमा चाहिँ गोल्ड स्टारले नै थमाएको छ जसको पनि खुट्टामा गोल्ड स्टारै मात्र हुन्छ प्राय सो गोल्ड स्टार इज चिप एन्ड बेस्ट हामीले ट्र्याकमा हुन्थ्यो तैँले मैले होइन सबै ल्याउन सक्छौँ तर किन आफ्नो नेपाली ब्रान्डलाई प्रमोट गरौँ भनेर तर त्यो चाहिँ है प्लिज यो गोल्ड स्टारहरू लगाउँ नेपाली ब्रान्डलाई प्रमोट गरौँ आफ्नै ब्रान्डलाई प्रमोट गरौँ तर आफ्नो भन्दा भन्दै आफ्नैमा बनेको साह्रै महँगो हुन्छ गोल्ड स्टार चाहिँ ठिकै छ सोनाम धेरै एक्सपेन्सिभ नट फर अस यो हामी त्यहाँ होइन 45 पढाइहरू त्यहीँ त बस्नु होला सो गाइज यही होला मेरो विचार हिमालय चाहिँ यो हिमालय जस्तो लाग्यो मलाई कि खै कुनै होटलको नाम मात्रै हिमालय हो कि क्या हो फाइनली हिमालय आइपुग्यौँ अन्त त्यहीहरू त बिस्तार जाउँ भनेर हतारमा नहिँड्यौँ न ल गाइस यही हो अब हाम्रो विश्राम गर्ने ठाउँ हाम्रो तर होइन चस्मा लगाउँछ ब्रो बुढा कहाँ है हमेशा छोड़ता है हमेशा छोड़ता है कितना बुरा कर जहाँ रखी वही सो भ्यू चाहिँ यतिको भइरहेछ नेपालको झन्डै लिएन ठिकै छ अब ल अब हामी हाम्रो डेस्टिनेसन अब अन्तिम आजको डेस्टिनेसन देउराली सिक यहाँ छ त यतिकै भइहाल्यो त अब जति माथि जाँदैछौँ त्यति जाडो बढ्दैछ त्यही भएर हामीले सामानहरू बिस्तारै थप्दै जाँदैछौँ अघिसम्म यो छोड्दै हात्तेरिका हो यो लुगाहरू चाहिँ थप्दैछौँ क्या अघिसम्म मैले पन्जा लगाएको थिइनँ आज पन्जा लगाएँ खै मेरो पोट्रो साथी
है ल अब गोप्रो भएको भए त सजिलो हुन्थ्यो के गर्नु छैन गोप्रो यहाँ मोबाइलले काम चलाउनु पर्छ ल ओके नाउ अफ वी गो टु देउराली तपाईहरु देख्न सक्नुहुन्छ अब नेक्स्ट प्लेस देउराली त्यहाँ चाहिँ नम्बर अफ लज चाहिँ 5 वटा रहेछ 5 वटा मध्ये हामी चाहिँ होटल प्यानोरामामा बुकिङ गरिसकेको छौँ त्यहाँ चाहिँ सिधा त्यही जाने अब अल गुड जिग्री ओके ओके लेट्स गो ल गाइस अब एकछिन बिसाइम यो ठाउँमा के छ भन्नु के छ भाइ भन्नु त छ कि सुन्नुहुन्न बुद्धले बुद्धम शरणम गच्छामि अब हामी यहाँसम्म आयौँ अब हाम्रो आजको बास चाहिँ देउराली चाहिँ यहाँ छ ट्याक्क हामी यहाँ जाने टक्क यहाँ बसेर आज चिल गर्ने खुट्टालाई आराम यहीँ दिने अनि दिदीहरू चाहिँ मस्त जाने ल ओभर थाक भयो अब चाहिँ ल ओ ल लामाङ ओइ मलाई नि ओभर उयो भयो के हिँडेको जस्तो भयो अप्पर डेन्जरै हिँड्नु सक्ने रिस्क भयो यस्तो अब हिँडेको थिएन आज त्यत्रो हिँडाए त हिँड्यौँ अब भोलि झन् ऊ हेर न आमा अतिथिहरू कत्रो टाढो पुगिसक्यो यार ओरेन्ज ब्याग झक्क देखेको नि के लाग्छ बिसाउँदैन पनि हौ कस्तो डेन्जर यिनीहरू त हौ आउनु चाहने हुनेहरूले चाहिँ एकदम प्रिपेयर भएर आउँदा हुन्छ यहाँ चाहिँ यो चाहिँ सजिलो चाहिँ होइन अप्पर गाह्रो ल गाइस अब धेरै छैन पुगिहाल्यौँ अब देउराली त्यहीँ भेटौँ अब गाइजहरूलाई ल बाई छैन र खै मनी हानिदिन्छु मनी यो त मनी फ्लस त मनी हानिदिन्छु नि गर तिमीहरूलाई फ्लसै हान्न आएन क्या औ तिमी गाउँछ वान कतापट्टि सुरुमा कतापट्टि माथि यो कालो लाउने छैन होला अब चाहिँ होइन गाइज योभन्दा धेरै हिँड्यौँ भने चाहिँ मै ढल्छु अब चाहिँ भक्क 3 घन्टा भइसक्यो होला तर घटाउने हो नि त प्रकृति यस्तो छ सो फाइनली गाइज अब बिहान 8 बजीदेखिको हिँडाएपछि बल्ल बल्ल अहिले यहाँ बेलुकाको 5 बजी चाहिँ यहाँ देउराली आइपुग्यौँ है यो आजको लास्ट स्टप कसम लाइफमा यत्रो हिँडेको थिएन म यही हो लु हाम्रो देउराली चाहिँ यही हो ठ्याक्कसँगले भयो योभन्दा धेरै नहिँड्ने अब के भयो गाइजहरू ठिकै छ त राम्रो हो त ओके यही हो हाम्रो आजको डेस्टिनेसनको लज चाहिँ यही हो प्यानोरामा हेलो गाइज हाम्रो रुम कता अरे आई डोन्ट नो सबजना यसो यता चाहिँ अलिकति तातो तातो छ त्योहरू सबजना जस यतिको त ठिकै थाम्न सक्ने खालको जाडो छ यतिको त माथि चाहिँ अब गाह्रो फुटिरहेछ के फुट्यो मजा आएर छ भाइ ठिक रहेछ हो भिक्स दलेर उयो गर न यतिको त रमाइलो हो तर टुरिस्टहरू पनि सबजना एकपल्ट घुङ्गडुम बसेको तातो भएर चाहिँ भित्र आज जस्तो हिँडाइ चाहिँ है कुन चाहिँ चाइनिजको होइन कुन चाहिँ चाइनिजको फोन झिकेर हान्दै त चार्ज के अरे
85 हैन चाइनिजको फोनमा विश्वास गरे गाडी खान्छु त भन्छ डेढ भइसक्यो नि चाइनिजमा गाली हाल्ला नि फेरि नमस्ते नि हाउ भन्दा न लास्टमा होइन टुरिस्टहरू बगाउने केटा हो टुरिस्टहरूलाई त्यस्तो गर्नु हुँदैन है सोधा न एक्चुअली गिटार केही छैन होला नि त पिसी सोधा न हामी जानुपर्ने चाहिँ यहीँ ऊ यहाँ र केटा ऊ हो यसरी नै जाने हो भोलि ऊ यही हो जानुपर्ने भनेको क्या कस्तो हुन्छ होला यसरी चढ्नु आमा केटाहरू यसरी चढ्दा कस्तो हुन्छ होला अगाडि लाभौँ क्या अगाडि लाभौँ कस्तो हुन्छ होला यहाँ ओ चिक्री के चढ्न सक्छ त्यसरी ऊ एकदम इजी लु अब भन्नु सक्छ चढाउनु म चाहिँ किन नहानेको भने छैन नि त अलिकति भ्याउँदैन नि त सगरमाथा होला हौ यो त यार अन्त एभरेस्ट अन्त एभरेस्ट जस्तो लाग्यो मलाई कहाँ यस्तो छ हालत कसको केटाहरू कुन छ एउटा यो सकेट खाली हो यो सकेट खाली रहेछ त मेरो पनि हालिहाल्नु ल जिग्री मेरो पनि हालिहाल्छ यार मेरो पनि हाल्छु अब यिनीहरूको भइहाल्छ गाइसहरू अहिले खानामा चाहिँ प्रदूषण रहेछ भोक पाइसक्यो भोकले पुरा फ्याक्स यहाँ चाहिँ ब्रोले ब्रोनीलाई तास खेल्न सिकाउँदैछ तास खेल्न सिकाएको होइन त नि अहिले मालसालका के भन्दैछ अहिले त्यही उसँग त्यही त हो टाइम पास दुईजना मात्रै नै खेलिदिन्छ मेरो ब्रोलाई चाहिँ ब्रो कति स्याड जिन्दगीमा यतिको मसाज गर्ने चाहिन्छ है तर मसाज गर्ने पार्टनर चाहिँ चाहिन्छ म्याडहरू खानुपर्छ कि क्या हो म्याडहरू त खानुपर्छ कि क्या हो चाख्नुपर्छ कि क्या हो थोरै थोरै चाख्नु थियो नि यहाँ बाटोभरि चाहिँ म्याडहरू ओभर देखिरहेको थियौँ कि म्याडहरू चाहिँ त्यस्तै बनाउँछ भन्छ तिमी छौ जस्तो लाग्छ
भन्दा मैले जान्दै बा ओ तिमी यस्तो गर्यो भने होइन तिम्रो सोल्दिन भने रात यहाँ पनि मसाजै हुँदैछ यार कसको कम्प्युटर होइन मेरो भन्दा धेरै छ तर होइन तर दामी गरिदिरहेछ हातले खाऊँ कि केले खाऊँ यहाँ टेन्सन पो भयो त हौ पान चिसो छ तातो लु भयो तातो छ त तेरिका थाम्नु त अन्डी मन्डी भन्छ नि अन्डी मन्डी कति यो ब्रोले सेन्चो त यहाँ खाने कि बाहिर खाने यहाँ खाउँ होला बाहिर कहाँ खाने ल गाइस अब दामी भयो आज चाहिँ है आज त दामी खाइन्छ कति खान्छ ब्रो ओपर खान्छौ ल लेट्स डिग इन ल गाइस अब हामी चाहिँ सुत्नु लागेको खाना पनि खायो है के भन्छ यो हाम्रो डाइनिङ हल चाहिँ एकदम तातो छ र त्यहीँ बसिरहेको थिएँ अब डाइनिङ हल पनि बन्द गर्ने अरे अब बेडतिर लागेको बेड चाहिँ तर ओभर चिसो छ यहाँ चाहिँ हाम्रो गाइजहरू छ सुतिसक्यो देख्न सक्नुहुन्छ भाइ चाहिँ जिउँदै रहेछ तर यो कुरो चाहिँ उयो हो बिनी हो ए ए कहाँ छ सुत्सकेको फोन पो हेर्दैछ ल गुड नाइट भन गुड नाइट ल सी यु टुमरो ल in the morning जिस्केको किडिङ सरी ल यो कुरा चाहिँ त ल सुतेको है अब हामी चाहिँ के छ ब्रोलाई साह्रो परिसकेछ यता चाहिँ के भयो कास लाग्यो कि लेक लाग्यो के भयो जस्तो भयो फेरि एक्कासी अघिसम्म चाहिँ फिट एन्ड फाइन थियो त ब्रो त गाह्रो छ